है गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी बाहिर पिकनिकको लागि आएको छौँ बगुवामा। यस प्राङ्गणमा जसले बाजी मार्छ उसले 50,000 प्राइज लिएर जान्छ। र यो प्राङ्गणमा आज चुलो पनि एकदम उज्यालो छ, बङ्गो ढलिसकेको छ र हामी रमाइलो गर्नेछौँ। र यहाँ आज विशेष गरेर दिवसको फेरि पनि नृत्य प्रदर्शन हुनेछ, खानापिना हुनेछ अनि हामी सबै रमझमका साथ, हामी नृत्यका साथ यो खेल पछाडि रमाइलो गरेर आज हामी बिदा हुनेछौँ। जय मुकुङ, जय खेलकुद। फुटबल सकेर अब यहाँ यसो एकछिन रेस्ट टाइम। अब फेरि अरू गेमहरू बाँकी छ हाम्रो, अरू टन्नै बाँकी छ। अब रनिङ, हाँडी फोडाइ। ल है अब चाहिँ हाँडी फुटाइ सुरु हुन आँटेको छ। रेड टिम र येल्लो टिम। बोल्नु पाइँदैन। फुट्यो फुट्यो। यो पछाडिको हान्ने प्रकाश दाइले त झन्डै त्यो लकडीलाई पो हाने त। नपाइ त ठिकै थियो, सिधा अलिक भएन। नपाइ ठिक थियो, नपाइ त ठिक थियो। खुट्टा कामिसक्यो। खुट्टा किन कामेको त? ल आज नि हाम्रो जेन्टल दाई जाँदै हुनुहुन्छ रेड टिमबाट। अब रेड टिमको नाम राख्नुपर्छ है जेन्टल दाई, अघि नपाइ भएको छ नि।
मुन्नी जेन्टरको त 3टा खुट्टा पो छ त हौ तेरिका यार यता थियो उता गयो मान्छे नपाई भएन छ नि अब महेश मगरको पालो आडी फुटाइ चलिरहेछ हाम्रो 5000 छ प्राइज दिन्छ जस्तो छ सोल्टी यार सिधा गएको थियो कस्तो बाङ्गिनु भएको ठिक थियो त ल भाइरल हुन्छ यो भिडियो ठोक 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 अघि सिधा जानुभयो बाङ्गो गइहाल्नु पर्ने ठिक दियो दियो सिधा नराखेर सबैलाई सिधै ल हाम्रो दाइले चाहिँ फुटाउनु भयो 5000 भनेको होइन अरे 5000 भनेर ए ताली 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 सबैले ताली ल ल ल देखेन सरासर आएको देखेन कहाँ देख्छ ल ल हाने हाम्रो दाइले चाहिँ अब खाना रेडी हुँदैछ अब खानाको लागि हाम्रो ल यता चिकन यता सुँगुर पर्क सलाद यता भइहाल्यो यता खाइँदैछ मासु यता बाँकी सबैजनालाई
जाँदैछौँ है आज शनिबारको पिकनिक चाहिँ ल सबैजना दाइहरू यता ए बाबुवा हो क्या खाना रेडी भयो अब ल ल ल ल हाम्रो जेन्टल दाइ खाना सुरु भयो हाम्रो चाहिँ ल